अब बाख्रा चाहिँ कहाँ गयो जङ्गलमा, म चाहिँ सँगसँगै गएन, म चाहिँ यहीँनिर छु। के गर्नु हो, के गर्नु। अब यो वनमा च्याउ खोज्न जाम भनेको है, लास्टै डर लागिरहेछ क्या मलाई त। जङ्गल हेर न, जङ्गल यस्तो बिना डर लाग्दो छ अनि त्यही भएर मलाई चाहिँ लास्टै डर लागिरहेछ। केहीको आवाज पनि आएको छैन है, न एउटा चरा कराएको छ, न एउटा के पनि छैन भनेको। त्यही भएर कस्तो डर लागिरहेछ भने मलाई। एकजना मामा त हुनुहुन्छ कि माथि माथि गोठ माथि छ क्या, अनि खोइ यहाँतिर आउनु भएको कि भनेको, नआउनु भएको रहेछ। कहाँ रहेछ भनेर गरेको, खोइ त नि। च्याउ खोज्न जानु पर्यो, च्याउ 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 चाहिँ चिन्दैन है मैले फेरि। आमामामा, ए आमामामा, ए आमा हो। बाख्रा चाहिँ कहाँ पो गयो, बाघले खाइदियो भने छैन। यस्तै हो, एक्लै एक्लै वनमा आयो, गोठाला आयो एक्लै। छ्या हेर्नु न वन, हाय 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 च्याउ पाएन हुन्थ्यो नि भाइ। कहाँ खोज्नु जानु हो, च्याउ कहाँ खोज्नु जानु। मैले त एउटा च्याउ मात्रै चिन्छ, त्यो सेतो सेतो हुन्छ नि रुखमा, हो त्यो एउटा च्याउ मात्रै चिन्छ भने, खाने च्याउ भनेको चाहिँ। अरू त चिन्दैन। फेरि बाख्रा गइदियो भने छैन, उतातिर घरतिर निस्किदियो भने छैन। यतातिर छ कि छैन। हो त्यस्तै त्यस्तै रुखमा हुन्छ कि, हुन्थ्यो कि पहिलातिर। पहिला हामी आउँदा जङ्गलतिर आउँदा भेट्थ्यो कि, कहाँ हुनु छैन। गाइजहरू, तपाईँहरूले यस्तो खानु भएको छ कि भएको छैन? हामीले त यस्तो खान्छौँ नि। कस्तो अमिलो हुन्छ भने यो आयो नि झन्। कस्तो अमिलो हुन्छ। कस्तो अमिलो। हे भगवान्, के साह्रो डर लाग्दो जङ्गल हो यो। कहिले नआएपछि डर लाग्ने रहेछ क्या। मलाई अस्तिदेखि एकदमै डर लागिरहेछ भने किन हाम्रो जङ्गल यही हो सधैँ। अब भोलि पर्सि हिउँदो भएपछि दाउरा टिप्न आउने यही जङ्गल हो। माथिदेखि उतादेखि सबै चार्ने हो यो वन त। अब भोलि पर्सि त कस्तो राम्रो फुल पनि फुल्दो रहेछ भाइ। ओ झऱ्यो झन्, यस्तो राम्रो, क्या मन पर्यो मलाई। ओ माई गड। यसरी लाउने। अब च्याउ पाएन मैले, च्याउ खोज्न जानु पर्यो हौ उतातिर। पानी पो पर्यो के।
पानी पर्यो बाटो यस्तो छ वेट यस्तो बाटो छ छाता ल्याएको है झन् यो छाता पनि सब गएको छ भने त्यसरी पानी जुइन्छ प्लास्टिकले चाहिँ घाम लाग्ने बेलामा चाहिँ नहुने रहेछ के अनि त्यही भएर चाहिँ मैले छाता बोकी ल्याएको माथितिर रहेछ त्यो मामा त बाख्रा गइदियो भने छैन अहिले ए नभए त त्यो धानहरू त सबै खाइदिन्छ भाइ कहाँको च्याउ पाउनु हो यस्तो मान्छेले नि च्याउ पाउँछ आया हजुर लाग्यो मलाई त च्याउ खोजेर जाम भनेको खोइ केहीको आवाज आएको छैन हो कस्तो डर लाग्दो भयो खोइ जाने खोइ केही छैन यस्तो पनि हुन्छ च्याउको नाममा यति मात्र पायो भनेको मैले त हेर्नु न ए आमा हो अब यो के गर्ने यति मात्र यही च्याउ मात्र हो कि मैले चिन्ने भनेको वनमा यति चिन्नका लागि मात्रै पाइदियो त झ्याउकिरी बेसरी कराहा भनेको होइन त जङ्गल भने यस्तो छ भने यस्तै रुख्नु फल्दैन यस्तो न छैनले पाएन अब फर्किनु पर्यो अहिले फेरि के भन्छ अरे बाख्रा गइदियो भने फेरि बर्बाद हुन्छ नि यो चाहिँ खाने च्याउ हो कि नखाने च्याउ हो गाइस भनिदिनु त यो चाहिँ खाने च्याउ हो कि नखाने च्याउ हो त त्यो भुइँमा पाउने त्यो अन्डा च्याउ हो कि के हो भन्ने जस्तो लाग्यो हो कि होइन हौ आयामा यस्तो चिप्लो छ लडेको नि यहाँ लडेर मेरो त खुट मैले चाहिँ वन आएर यस्तै फुलहरू मात्र पाइयो एउटा नि पाएन च्याउस्याउहरू पनि यस्तै रुखमा के अरे उम्रिन्थ्यो कि छैन रहेछ भने तर दाउरा भने यति रहेछ आमा बाटो भने यस्तो चिप्लो छ लिएर अब फर्किनु पर्यो छैन च्याउहरू पनि पाएन मैले चाहिँ अब बाख्रा पनि जान्छ अहिले हेरेर पसिनाले यहाँ ऊ भइसक्यो नजस्तै भयो यति घुमेर आएर पनि च्याउ नै पाएन भाइ मैले त अब चाहिँ फर्किनु पर्यो बाख्रा जाने बेला भइसक्यो च्याउ नै छैन रहेछ हो अघि चाहिँ त्यो त्यति मात्र चाहिँ कहाँबाट उम्रिरहेको रहेछ हे छैन केही छैन यत्रो वन भर्खर यहाँ उम्रिरहेको रहेछ खाने च्याउ हो कि नखाने च्याउ हो यो हाँसो लाग्यो मलाई त केही छैन पसिना भने यस्तो बिना आइसक्यो एउटा फुल मात्र लिएर आएँ मैले त छैन अरू केही पनि छैन ओके बाबाई अब चाहिँ घरतिर लाग्नु पर्यो